ओके ओके ओके। ल कविताको शीर्षक गुमाएको बाए। ए बा, सुन न, तिमी कहाँ छौ? तिमी भन्थ्यौ नि बा, तिम्रो याद आउँदा त्यो निलो आकाशमा उदाएको सबैभन्दा उज्यालो तारालाई हेर्नु भनेर। हेर न, आज त्यो निलो आकाशहरू कालो बादलले किन छेकिएका बा? के मलाई देख्न सक्छौ र आज तिमी? यदि मलाई देख्छौ भने फेरि एकपल्ट तिम्रो हात मेरो शिरमा राखेर मेरो केसहरू चलाइदेऊ न बा, त्यो बाल्यकालमा जसरी नै। म आज थोरै थाकेको छु। नाइ, थोरै होइन बा, आज यसरी थाकेको छु जसरी एउटा युद्धमा भोकै प्यासै लडेका ती सिपाहीहरू थाक्ने गर्छन्। थाहा छ बा, तिमी नफर्किने गरी गएको छौ, तर पनि आशा लाग्छ तिमी फर्किन्छौ कि भनेर। थोरै हात्तिएको छु आज, अनि डगमगाएका छन् मेरा पाइलाहरू। त्यो बाल्यकालमा जसरी फेरि मेरो हात समाएर तिमीले डोर्याउन मिल्दैन र बा मलाई एकपल्ट। मेरो कोसिसहरू थाकेको बेला त्यो भित्तामा भएको तिम्रो तस्बिर नजिकै जान्छु, तिमीले सम्झाउँछौ कि भनेर। तर किन चुपचाप बस्छौ बा तिमी? मलाई गाली गर, मलाई सम्झाउ न एकपल्ट, किन हात्तिन्छस् भनेर। भन्छन् नि बा, बा भनेको भगवान् हुन् रे। भगवान्ले त जे पनि गर्न सक्छ होइन र बा? एकपल्ट त्यही तस्बिरबाटै भए पनि मुस्कुराइदेऊ न मलाई हेरेर। के थाहा, तिम्रो हाँसोले मात्र पनि मेरो थकानहरू मेटिन्छ कि? थाहा छ बा तिमीलाई, तिमी साथ नहुँदा कति एक्लो भएको छु। तिमी बिना यति एक्लो भएको छु जति एक्लो त्यो बाघ बिनाको उडार हुने गर्छ। कसैको बाबाले उसको हात समाएर साथ हिँडेको देख्दा भगवान्सँग प्रश्न सोध्न मन लाग्छ, किन छैन मेरो बा मेरो साथमा? तिमी यसरी गयौ अनि यसरी फर्कियौ कि बा, जसरी कोही धन कमाउने आशामा रातो खादामा सजिएर गयो अनि सेतो कफनको सिरक ओढेर फर्कियो, केवल यादहरू मात्र फर्कियो। आजकल डर लाग्छ बा, आजकल डर लाग्छ बा मलाई, तिमीले सुम्पिएर गएको जिम्मेवारीहरू मैले तिमीले जस्तै निभाउन सक्दिनँ कि भनेर। म तिमी जस्तो बलियो बन्न सकिनँ नि बा। जब अगाडि हिँड्न खोज्छु, आफ्नै पाइलाहरूले पछाडि धकेलिदिन्छन्, अनि तिमीलाई सम्झिन्छु। तिमीलाई यसरी सम्झिन्छु बा जसरी चारो खोज्न उडेका भँगेरालाई गुडमा बसेका ती बचेराहरूले सम्झिने गर्छन्। तिमी आउन मिल्दैन र बा एकपल्ट? यदि आउन मिल्दैन भने पनि मलाई तिम्रो तस्बिरहरूबाट नै सम्झाउन मिल्दैन र बा एकपल्ट? तिमीलाई तिम्रो साथी हरि अङ्कल याद छ कि नै बा? हिजो पल्ला घरे हरि अङ्कलको घरको झ्याल खुल्लै रहेछ। उसको छोराले जागिर पाएको रे हिजो। नयाँ एकजोर खरानी कलरको दौरा सुरुवाल र ढाका टोपी हरि अङ्कललाई उपहार ल्याएको रहेछ। भन न बा, तिमी के लाउँछौ, दौरा सुरुवाल कि सर्ट प्यान्ट? म पनि तिम्रो लागि दौरा सुरुवाल किन्न बजार निस्किन मिल्दैन र बा? भन न, कुन कलरको लाउँछौ बा तिमी? सम्झिन्छु, तिमी फेरि साथमा छैनौ। त्यो कालो बादलले छेकिँदा पनि तिमी मलाई हेर्न आत्तिएका छौ होला है बा? ए बा, तिमी रोएको हो र? तिमी रोएको हो र बा मलाई देख्न नपाएर? हेर न, त्यो कालो बादलबाट पानीका थोपाहरू बर्सिन लागिरहेका छन्। के त्यो तिम्रो आँसु बग्न लागेको हो र? नरौ न बा, मेरो सन्तानले हरेस खायो भनेर। म ठिक छु, थोरै आत्तिएको मात्र हो। के गर्ने, तिम्रो हात शिरबाट हटेपछि, तिम्रो पाइलाहरू घरबाट छुटेपछि छिमेकी आफन्तहरूले यति लाचार सम्झिने रहेछन् कि जति लाचार त्यो चिलको पन्जामा परेको कुखुराका चल्लाहरू हुने गर्छन्। ठिक छ बा, तिमी नरौ न, म कति पनि हात्तिएको छैन, थोरै बढी याद आएको मात्र हो तिम्रो। तिमी मुस्कुराएको एउटा तस्बिर छ बा मसँग। एकछिन तिम्रो तस्बिरसँगै हेर्छु, तस्बिरसँगै कुराकानी गर्छु, म ठिक भइहाल्छु नि। तिमी नरौ है बा। त्यो कालो बादल पन्छिएर खुल्ला आकाश खुलेपछि फेरि हामी कुरा गरौँला नि, हुँदैन र बा? तिमी नरौ है बा।